आजको मेरो न्यू लुक न्यामती अति चर्न। हेलो, फेरि पनि वेलकम ब्याक टु ब्याक अगेन माई युट्युब च्यानल। हजुरहरूलाई धेरै 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 स्वागत छ। हजुरहरू पक्कै पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ फेरि पनि सन्डे ब्लग स्टार्ट गरिसकेको छु। आज स्टार्ट के हो, 4 बजिसक्यो। हामी आज चाहिँ म छिटै निस्केको थिएँ, 9 बजी। आज चाहिँ कपाल बनाउने थियो, मेरो हेयर न्यू लुक्स अनि कपाल तानिसकेर भिडियो स्टार्ट गरेको आज चाहिँ। मलाई अल्छी लागिरहेको थियो अनि मैले भिडियो बनाउन नि बिर्सिरहेको थिएँ। अनि सो कपाल बनाउनु मात्र 3-4 घन्टा गयो। जस्ट काठमाडौँ जाने बसहरू जतिकै क्या, कस्तो रमाइलो भइरहेछ। हामी चाहिँ यहाँ बस्न लागेको। न भात भन्नु न खाजा, भात पनि खाजा पनि। अब हामीले चाहिँ कपाल बनाइसक्यो, जुत्ताको दिदीले कलर गर्नुभयो। अब हामी चाहिँ लन्च खिच्न जान आँटेको। लन्च हो कि खाजा हो थाहा छैन, दिदीले भनेको जतिकै 3 बजिसक्यो। नानाको चाहिँ कलर त्यो कस्तो राम्रो हेर्नुहोस् नीला। किन्ने चाहिँ होइन क्या रे, यसो हेऱ्यो मन दुखायो फर्क्यो। कति महँगो है। खाना छ त कहिले खाइसक्यो। तर परको हेर्नु चाहिँ पाउँछ नि। राधा भन्ने बहिनी थियो कि हाम्रो सिनेमा बहिनी, त्यो बहिनी पनि निकै बटेको आउँदैन नि त। अस्ति मैले उसलाई कमेन्ट गरिहाल्नु बस्छु, त्यस यत्रो भात खाना खाएको भन्दैछु। मलाई चुगम पुरा मनपर्छ कि, देखाउँदै खान्छ मलाई। देखाउँदै पड्काउँदै खान्छ। भिडियो कल गर्नुपर्ने। नहुने गोरुको पनि बेसी भिडियो भन्छ नि।
मैले भन्छु छेउमा भएर भाग्छ होला भन्छु क्या मैले चाहिँ अरू जस्तो मान्छेहरू जस्तो एउटा पोखरलाई मिटिदिएर कि मेरो पनि खोलिदिनु न ए को खोल्नु न दस पनि हौ यहाँ बसेर घर जानुपर्ने अरे मेरो हालत हेर्नु हाम्रो बस्ने हाम्रो हालत यस्तो छ भाइ अघुन दिन जस्तै देखेँ म पनि एप्पल किनौँ भनेको अब आजको हाम्रो सन्डे चाहिँ यसै गरी बित्दैछ अहिले मेरो सुतेको नबनाऊ तपाईँ सुति त रहेछ नबनाउनु अन्यमाथि अति चर्न गर तपाईँले देखाएकै छैन म गाना गाएको हौ के हौ भ्लग बनाउनु नपाउनु हामी चाहिँ घर फर्केको कहीँ घुम्नु गएन आजको सन्डे यतिकै बित्यो कपाल बनायो खाना खायो गयो घर छुट्टी सक्यो हाम्रो सक्यो पैसा लोट हालेर सुत्छु भनेर गीत पो बजाउनु थालेछ यता कसले यहाँ त नसुते एकैछिन यहाँ पनि बस्नु पाउनु पो पाऊ कहाँ पाउँछ त यहाँ कति बस्छ है शीतल नि है यहाँ हामी यहाँ उयो त बोक्नुपर्छ अब त है एउटा न एउटा अनि सुत्यो उसले पनि विश्वास नगरेको हामी चाहिँ घर आइसक्यो आज त छिट्टै 7 बज्न आँट्यो र पनि कस्तो गर्मी है यस्तो खाएर चाहिँ गएर सुत्यो भने मोटाउँदैन मान्छे बुढी भइसक्यो यो मोटाउने लक्षण हो क्या म त मोटाएर